सम्पूर्णमा नमस्ते। म करुणराज ओली, त्रिवेणी गाउँपालिका वार्ड नम्बर 6 बिताडाँडा रुकुम पश्चिमदेखि। आज हाम्रो चाहिँ किवी ग्रेडिङ चलिरहेको छ। हाम्रो आज किवी टिप्दै र ग्रेडिङ गर्दैछौँ समग्र रूपमा। खासमा किवीको बारेमा म केही सामान्य जानकारी गराउँछु। किवी फलको परिचय दिन चाहन्छु। सर्वप्रथम किवी फल चाहिँ उत्पत्ति चाहिँ यसको चीनमा उत्पादन भएको थियो भने यो चाहिँ न्युजिल्यान्डबाट चाहिँ यसको व्यावसायिक रूपमा खेती सुरुवात भएको थियो। किवी फल एक पतझड फलमा पर्छ। पातझरमा पर्छ भने यो एक लहरे फल पनि हो। यसलाई नेपालीमा भने ठेगी फल भनेर पनि यो परिचित छ। किवी शब्द खास गरी चाहिँ यो न्युजिल्यान्डको राष्ट्रिय चराको नाम पनि किवी नै हो। त्यसै कारण चाहिँ यसलाई चाहिँ न्युजिल्यान्डले विकास गरेको भएर चाहिँ यसलाई किवी नाम राखिएको हो। यसले हाम्रो नेपालमा चाहिँ यो प्राकृतिक रूपमा पनि पाइन्छ। यो ठेगी फल भन्छ नेपालीमा चाहिँ। किवी एक अङ्गुर जस्तै लहराम फल्ने एक बहुवर्षीय र अत्यन्तै पोचिलो फल मानिन्छ किवीलाई भने। यसको फल खैरो रङको हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। खैरो रङको हुन्छ भने यसको बाहिरी भाग चाहिँ खैरो हुन्छ। खैरो झुसले ढाकेको हुन्छ यसलाई। र यो किवीको यसको फल फल्ने र फुल्ने समय चाहिँ यसको जात अनुसार फरक हुन्छ भने किवी यो जात अनुसार फरक हुन्छ। यसको कटिङ चाहिँ अब पौष माघमा यसको कटिङ गरिन्छ। हामीले यो फल टिपे त्यो गरिसँगै गरिन्छ। अनि हाम्रो किवी बगैँचा हो घर नजिकैको। भने यता साइडमा चाहिँ हाम्रो ग्रेडिङ कार्य चलिरहेको छ निरन्तर। अनि खास गरी यो किवीको प्रसारण विधि चाहिँ बिउबाट प्रसारण गरेको चाहिँ एकदम राम्रो मानिन्छ। लैङ्गिक अनि अलैङ्गिक अर्को तरिकाले पनि बनाउन सकिन्छ चाहिँ। अनि यसको चाहिँ बिरुवा रोपेर लगाएर चाहिँ यसको डाइरेक्ट बिरुवा लगाउनुभन्दा यसको चाहिँ ग्राफ्टिङ गरेर बिरुवा लगाउन चाहिँ एकदम उपयुक्त मानिन्छ। अनि यो चाहिँ ग्राफ्टिङ गरेको 3 वर्षदेखि चाहिँ फल दिन सुरु गर्छ। 1 वर्षमै दिन चाहिँ, तर त्यति राम्रो मानिँदैन सुरुमा दिएको फलहरू चाहिँ। हामीले चाहिँ यो व्यावसायिक रूपमा चाहिँ खेती सञ्चालन गरेको छ हाम्रो त्रिवेणीमा। र अन्य हाम्रो अग्रज कृषकहरूले पनि लगाउनु भएको छ। अग्रज दाजुहरूले पनि लगाउनु भएको छ। यसको खेती गर्नुभएको छ किवी। किवी चाहिँ हाम्रो यो हाइटको लागि चाहिँ एकदम उपयुक्त मानिएको छ। हाम्रो चाहिँ सम्बुडी 17 देखि 1800 हाराहारी छ। यो चाहिँ किवीलाई एकदम बेस्ट ठाउँ भनेको चाहिँ सम्बुडी 1200 देखि माथि उच्च हिउँ पर्ने ठाउँसम्म चाहिँ एकदम राम्रो मानिन्छ किवीको लागि। किवी व्यवसाय अन्य फलफुल व्यवसाय अथवा बगैँचा भन्दा पनि अलि खर्चिलो नै छ। किवी चाहिँ किवीमा तारहरू चाहिन्छ, पोलहरू राख्नुपर्छ। त्यसको कारणले अलि खर्चिलो चाहिँ छ किवी व्यवसाय गर्नु पर्यो भने चाहिँ। अनि हाम्रो बाबाले चाहिँ यसरी किवी बारीबाट डाइरेक्ट टिपेर ल्याएर क्यारेटमा यसरी खन्याउनुहुन्छ। तर हाम्रो बाबाको मेहनत चाहिँ दोहोरो गर्नुहुन्छ बाबाले। तर हामीले बाबाको जतिकै हामीले चाहिँ मेहनत गर्न सकिरहेका छैनौँ। तर हामीले अगाडिको अग्रजहरूबाट धेरै कुराहरू हामीले सिक्नुपर्छ। अनि हामीले बाहिरबाट ल्याएको चाहिँ यसरी यहाँ चाहिँ ग्रेडिङ गर्ने हाम्रो टिम फरक हुनुहुन्छ। अनि हामी चाहिँ उताबाट बाहिरबाट टिपेर ल्याउने टिम चाहिँ हामी फरक छौँ। अनि उहाँ चाहिँ यसरी ग्रेडिङ गर्दै यस्तो साइडमा राख्नुहुन्छ क्यारेटमा। अनि त्यसपछि नजिकै रोड छ। 1 मिनट जति चाहिँ उतापट्टि लानुपर्छ। किवी फल्न चाहिँ एकदम राम्रो फल्छ। हाम्रो पनि एकै बोटमा 176 केजीसम्म फलेको छ।
अनि किवीलाई चाहिँ कटिङ चाहिँ एकदम राम्रोसँग गर्नुपर्छ। किवी त 60% अब भाग चाहिँ कटिङ गरेर खानुपर्ने हुन्छ। किवी एकदम राम्रो हो, हामीले चाहिँ लगाएको 9-10 वर्ष भयो। यो दिन चाहिँ किवी फलमा त्यस्तो रोग लागेको चाहिँ त्यस्तो देखिएको छैन। हामीले चाहिँ अहिले विवाह विषादीहरू चाहिँ एउटा पनि प्रयोग गरेको छैन अहिलेसम्म किवीलाई। अनि मलहरू पनि हामीले भर्मी कम्पोस्ट तयारी गर्छौँ, अनि हामीले मल पनि त्यही नै प्रयोग गरिरहेका छौँ, भर्मी कम्पोस्ट नै त्यही नै प्रयोग भइरहेको छ। हामीसँग चाहिँ 400 बोट टोटल लगाएको। अनि अब चाहिँ रेडी हो अब क्यारेट सार्नलाई। पारे नजिकै लाग्नुपर्छ, यहाँबाट धेरै त्यस्तो टाढा छैन। खुसी लाग्छ गाउँमै बस्नु, गाउँमै अर्ग्यानिक फलफुलहरू फलाउने खाने राम्रो हो एकदम। रमाइलो छ नि त, गाउँले जीवन एकदम बेस्ट हो मेरो लागि। अब मान्छे अनुसारको फरक फरक सोच हुन्छ, मलाई चाहिँ गाउँ एकदम मनपर्छ। किवीको लागि चाहिँ एकदम बेस्ट ठाउँ भनेको चाहिँ हाम्रो एकदम बेस्ट ठाउँ रहेको छ। ओछिलो ठाउँ चाहिँ किवीको लागि एकदम उपयुक्त हुन्छ। अनि हाम्रो चाहिँ किवी अब बोक्ने तयारी हुँदैछ। हाम्रो नेपालमा विशेष गरी किवीका जातहरूमध्ये चाहिँ सबैभन्दा राम्रो चाहिँ एवार्ड मानिन्छ। अनि त्यसपछि अबोट, एलिसान राम्रो छन्। रेड किवी भयो। टक लगाएर चाहिँ किवी बोक्ने तयारी बोक्दै बोक्नु पनि पर्यो अब होइन। टक लगाएर हाम्रो भाइ पनि पुरै बलियो छ केटो, हिरो डन। बच्चामा घिउ खान्थ्यो त केटोले, टाइट छ नि केटो, दरो बोक्छ 3वटा पुग्दिरा। अनि उहाँहरू चाहिँ क्यारेट खाली क्यारेट लिनुहुन्छ। हाम्रो म्याडम पनि डन। वाउ, प्राउड फिल। उहाँ पनि एकदम गर्नुहुन्छ। वाउ, ब्युटिफुल गर्ल्स गरे। र हामी चाहिँ यसरी किवी बोक्छौँ हामीले टप लगाएर। अनि हाम्रो बाबाले बोक्नुहुन्छ 3वटा 20, 40, 60 केजी। वाउ, ओ झन्डै झर्ने थियो तर सघाउनु पर्छ जस्तो छ। भाइले चाहिँ सघाएको केटोले यसरी टक्क लगाएर बोकेर गाडीबाटसम्म ल्याउने थोरै छ टाइम, धेरै छैन, 1 मिनट लाग्छ बढीमा। अनि हाम्रो चाहिँ गाडी भरिसकेको छ किवीले। किवी पनि एकदम खेती नै एकदम राम्रो हो है मेरो लागि चाहिँ। मैले बुझेअनुसार चाहिँ यसमा खासै त्यस्तो रोगहरू त्यस्तो लाग्दैन। मेन दुःख भनेको चाहिँ यसमा त्यो कटिङ गर्दाखेरि चाहिँ बढी हो। कटिङ चाहिँ अलि बढी नै फाल्नुपर्ने हुन्छ कटिङ गरेर। एकदम राम्रो परिश्रमको फल मिठो हुन्छ नि खासमा। परिश्रम दुःख चाहिँ गर्नुपर्छ, हामीले दुःखै गर्नको लागि जन्मिएको होइन। अनि सबैले दुःखै गर्नुपर्छ भन्ने छैन। अब आफूलाई मन लाग्छ भने गाउँतिर जमिन पस्छ व्यवसाय गर्न सकियो होइन। अब हरेकका इच्छा आकाङ्क्षा फरक फरक हुन्छन् है। मलाई चाहिँ गाउँ नै सबैभन्दा मनपर्छ। परिश्रमको फल लास्टमा बाबाले चाहिँ आज आफ्नो मेहनत, आफ्नो परिश्रम, त्यस बाबा खुसी हुनुहुन्छ। सधैँभरि यसरी खुसी रहेको देख्न पाऊँ कामना छ।